अर्ग्यानिक यो मक अर्ग्यानिक यो यसमा रोग लाग्दैन। यो चाहिँ अर्को चाहिँ अब सिल्भर पानी कसैको तामा पानी मकमा, मेरो चाहिँ बाँसको अर्ग्यानिक मकमा। यसको बाँसको कस खाने हो। हेर्नुहोस् है दर्शक, ए मरी बनाएको छ। अब चिया खाने यो बट्टाको चाहिँ चिया है। चिया यसमा अब मुख मिलायो भइहाल्छ। अब यता गिलास साह्रो वाक्कै भयो। सिल्भरको गिलासमा लाबरको देसी कपमा खानु वाक्कै हो। अब हरियो माझमा हो। हेर्नुहोस् है, यो त बहुत राम्रो। कम्ती होला नि यो जग्गा। अब यत्रो डल्लै सक्यो। पुरा इन्ट्रेस्टेड दामी। एक लाइक गर्नुहोस् है, लाइक कमेन्ट सेयर फलो गर्नुहोस् है। अर्ग्यानिक मक है दामी। अझै मक आँट्छ होला है। भरेसम्म त नोक्सान हुने रहेछ यसमा त। निकै जाने रहेछ कि। आम्मामा 2 जग जाने रहेछ है। तपाईँले पनि सिक्नुहोस् है यस्तो त। कति खानु तामाको यसमा होइन, सिल्भरकोमा। अब कतिले प्लास्टिकको कुरा नखानु भन्छ, प्लास्टिकको मकमा नखानु भन्छ। अब यसमा केही रोग छैन। यहाँ यताकै जाडा जङ्गलमा भएको बाँसमा यसमा बहुत स्वास्थ्य राम्रो छ, शरीरलाई पनि स्वास्थ्य। हेर्नुहोस् है, अर्ग्यानिक यो मक अर्ग्यानिक यो यसमा रोग लाग्दैन। यो चाहिँ अर्को चाहिँ अब सिल्भर पानी कसैको तामा पानी मकमा, मेरो चाहिँ बाँसको अर्ग्यानिक मकमा। यसको बाँसको कस खाने हो। हेर्नुहोस् है दर्शक, ए मरी बनाएको छ। अब चिया खाने यो बट्टाको चाहिँ चिया है। चिया यसमा अब मुख मिलायो भइहाल्छ। अब यसलाई यहाँ अलिक अर्का दामी छ हो। होइन टुम्लेटमा पनि छ यो बाँसको टुम्लेट बिरको हो। यसमा चाहिँ अब अलिकति यो टुम्लेट